Hello guys, welcome back to my new vlog. Japan day 7. हाम्रो चाहिँ नयाँ होइन घरमा के किन नबसेर चाहिँ होइन मासु खाइरहेको छौँ। सब्जीभन्दा पनि मासु कस्तो पर्दो रहेछ। हमरा चाहिँ ल यस्तो भाषामा चाहिँ टक्क पाकेपछि पाकेपछि देखाउनुपर्छ कि देउस नेपालमै भस्काउने मस्काउने चाहिँ सिकेर आएको थियो कामले होइन जापानमा गाई यस्तै छ है जापानको लागि होइन त के थाहा हो जापानको लागि यसो गर्दा गर्दै हरिङ यत्रो धुलो पाइरहेको त्यही भएर केटा हो जापान आउँदाखेरि चाहिँ भस्काउने मस्काउने चाहिँ नेपालमै सिकेर आयो। जापानको जिन्दगी एकदम गाह्रो छ। खाना नसके पाक्दाखेरि यस्तो भएको छ। अब चाहिँ पस्केर तन्काउने हो नि त अब भान्से यता हेर न यार भाइरल गराउनु पऱ्यो नि त यहाँनिर। ल भान्से चाहिँ फेरि साथीलाई बनाइदिएको ल क्रेडिट आदि आदि। घरमा आमाले पकाएको यस्तो गरेर हाल्ने बानी अब यहाँ त सुख दुःख यस्तै छ।